आजदेखि चाहिँ डाइटिङ सुरु र म जङ्क फुड छुँदिनँ भन्ने अनि बेलुका भएपछि त्यो डाइटिङको डी पनि बिर्सिनेहरू को हुनुहुन्छ यो भिडियोलाई स्किप नगरिकन हेर्नुहोस् है त। खासमा नि हाम्रो यो डाइटिङ जङ्क फुडले बिगारेको होइन है, यो चाहिँ हाम्रो दिमागले बिगारेको। कसरी भने नि, हामी बिहान उठ्ने बित्तिकै साना यति धेरै डिसिजन्सहरू लिन्छौँ नि, जस्तै आज के खाने, के लाउने, कहाँ जाने, कसलाई कल गर्ने, कसको रिप्लाई दिने होइन। बेलुकासम्म हाम्रो दिमाग एकदमै टायर्ड भइसकेको हुन्छ र यसलाई चाहिँ साइकोलोजीमा डिसिजन फटिक भनिन्छ। अनि यतिखेर हाम्रो दिमागले एकदमै इन्स्ट्यान्ट प्लेजर र सजिलो बाटो मात्र खोजिरहेको हुन्छ। त्यसैले जब त्यो बेलुका मोमोको, चाउमिनको, चटपटेको बास्ना आउँछ नि, कन्ट्रोलै गर्न सक्नुहुन्न र हाम्रो ब्रेनले त्यो डिसिप्लिन र त्यो डिटर्मिनेसनलाई चाहिँ बिर्साइदिन्छ है। त्यसैले एकदमै इम्पोर्टेन्ट डिसिजन्स मात्र बिहान लिनुहोस् र अननेसेसरी चोइसेसहरू चाहिँ दिनभरिमा मिनिमाइज गर्नुहोस् है त। चियर्स।